हेलो साथीहरु, यतिखेर चाहिँ म टिकली जङ्गलको बिचमा छु। त्यो बवाल छ जङ्गल चाहिँ। यो चाहिँ हाम्रो टिकली जङ्गल। लास्ट घाम चर्किरहेको छ। यहाँ चाहिँ चेकपोस्ट छ है, यो चाहिँ गुन्द्राङको चेकपोस्ट पछाडि। अहिले चाहिँ म गुन्द्राङ कटेर अगाडि आइसकेँ। गुन्द्राङ कटेर अगाडि आउने बित्तिकै यो हाम्रो कोका कोलाको ठुलो फ्याक्ट्री छ है यहाँनिर चाहिँ, बटलर्स नेपाल। यतापट्टि चाहिँ BYD को ठुलो सोरुम छ। यहाँबाट चाहिँ BYD को गाडीहरू सब पाइन्छ क्या। यस्तो छ ठुल्ठुलोहरू यति छ है। अब यहाँबाट चाहिँ सुरु भइसक्यो सबै। हेरौँ न, 6 लेन रोड छ अहिले चाहिँ यहाँ। यतापट्टिको चाहिँ भरतपुर एयरपोर्ट छ होइन। भरतपुर एयरपोर्टको सिधै अगाडि चाहिँ अहिले एउटा नयाँ चितवन बिजनेस कम्प्लेक्स खुल्या क्या। यस्तो यस्तो खुल्या छ अहिले साथीहरु। यो पछाडिको ठुलो देख्छ चाहिँ यो चाहिँ बिजनेस कम्प्लेक्स हो। यतापट्टिको त एयरपोर्ट भइहाल्यो अगाडि 24 को। यति बेला चाहिँ म नारायणी किनारमा आइसकेको छु। नारायणी किनारमा चाहिँ पानीको स्तर घटिसक्यो। अस्ति 3 दिन लगातार पानी पर्दा चाहिँ माथिसम्मै पानी आएको थियो है। यो लेभलसम्म पानी आएको थियो। अहिले चाहिँ घटेर वहीँ तलै पुगिसकेको रहेछ। मोटरहरू गाडीहरू पनि चल्न थालिसकेका छन् अहिले। सिधै घाम परेर चाहिँ क्या टल्किरहेको छ है। तर मस्त छ यहाँको चाहिँ घाम चाहिँ मस्तै चर्किरहेको छ। यस्तो छ घाम चर्केर। यतापट्टि हेर्ने हो भने यतापट्टि चाहिँ बोटहरू चलिरहेको रहेछ अहिले चाहिँ। पहिला पानी परे बेला चाहिँ बोटहरू सबै बन्द भएको थियो। अहिले चाहिँ सबै चलिसकेको छ है। यो चाहिँ नारायणघाटको पुल, एकदम व्यस्त हुने पुल। एउटा मात्र पुल छ नारायणघाटमा, फेरि यही हो एउटा पुल। राजमार्गको पुल एउटा मात्र छ यहाँ। यो पुल के भयो भने त्यसपछि ठप्प गाडीहरू हुन्छ, घुमेर जानुपर्छ कोरिडोरको बाटो हुँदै गाडीहरूलाई। यही हो है पुल चाहिँ, हाम्रो 50औं वर्ष पुरानो पुल। त्यसो चाहिँ अहिले यहाँ बालुवा थुपेर पुरै यस्तो भएर चाहिँ म चाहिँ हिँड्दै हिँड्दै यतातिर पुल भातिर आइसकेको छु। म चाहिँ यति बेला ठ्याक्क पुलको मुनि आइसकेको छु। हेर्नु पुल चाहिँ यत्रो ठुलो छ, भयङ्कर। तलबाट हेर्दा चाहिँ खतरनाकै देखिँदैछ। यत्रो छ। म चाहिँ घुम्दै घुम्दै हिँडेको छु साथीहरू। यही तिरैतिर हिँडेको छु। अहिले चाहिँ बडो मजा आउँदैछ कि तिरैतिर हिँड्न एक्लै, बडा आनन्दले। अब पछाडि हो, पछाडिको चाहिँ नारायणघाटको पुल, नारायणी नदी। अब अगाडि चाहिँ यस्तो छ, हिँड्ने बाटो चाहिँ रहेछ माथिबाट। तलबाट हिँड्ने यस्तो उ गर्दै हिँड्नुपर्छ। घाम फेरि उस्तै लागिरहेछ। चर्को चर्को घाममा हिँडिरहेको छु म चाहिँ। बडो मजा आउँदैछ। गाडी यस्तो अवस्थामा रहेछ है, त पुरै पल्टेको टाइट। हिँडेर ल्याएर फाले होला नै पुरानो गाडी। म चाहिँ हिँड्दै हिँड्दै अस्ति नै झोलुङ्गे पुल बगाएको ठाउँसम्म आइपुग्नु लागिसकेको छु। हजुरहरू नि हेर्नु होला कस्तो थियो त है त्यो ठाउँ। यही अगाडि हो। यहाँनिर बिचमा थियो झोलुङ्गे पुल चाहिँ। अहिले चाहिँ केही पनि छैन, बगाएर। पोहोरको बाढीले चाहिँ लगेको हो क्या त्यहाँको झोलुङ्गे पुल। हिँड्नु झन्झटै हो क्या। हेर्नु चप्पल यस्तो पुरै अड्यो। यत्रो खाल्टो बनाइदिइरहेको त्यहाँबाट जम्प गरेको त। हाइट गाह्रो छ बालुवा हिँड्ने साथीहरू। टाइट यस्तो हालत भयो, फर्किनुपर्छ जस्तो छ। हेर्दै गर्नु होला। यहीँ छु म, यता आइसकेको छु। यहीँनिर त्यहाँनिर त्यो पुल बगाएर केही छैन। पुलबाट यति टाढा आइसकेँ म। यो चाहिँ भैँसी चराउने ठाउँ रहेछ। फेरि यतातिर चाहिँ यहाँ पनि छ, त्यहाँ पनि छ। यस्तै छ। यस्तो हिँडिरहेको छ। अहिले चाहिँ घाँस भेट्टिया छ हिँड्नलाई। त्यो म चाहिँ आइपुग्न लागिसकेँ त्यो पुल भाँचेको ठाउँमा। अहिले ढुङ्गाको बाटो आइसक्यो। ठुल्ठुलो ढुङ्गा छ है बाटोमा। दामी दामी छ, हेर्दै हिँड्नुपर्छ। पानी पनि छ।
ल हेर्नु साथीहरू, म चाहिँ अहिले भाँच्चीको पुलमा आइसकेँ। यो चाहिँ पुल थियो, यहाँबाट यस्तरी त्यो यता जान्थ्यो। त्यो यो भाँचिएर यस्तो चाहिँ यसको लठो चाहिँ यो मात्र बाँकी छ। यस्तो छ हालत। वहाँसम्म गएर पुगेर रोक्या रहेछ। अरू त केही छैन। यस्तो चाहिँ यहाँबाट सिधै उतापट्टि जोड्थ्यो क्या, त्यहाँनिर निस्किन्थ्यो। उतापट्टि टापुमा जानको लागि चाहिँ यो पुल बनाएको थियो होइन, धेरै पुरानो पुल छ। यो पुल चाहिँ 2 वर्ष भइले यो पुल भाँचिएको। त्यसपछि मर्मत समार केही पनि भारिन्छ, यस्तै छ जीर्ण अवस्थामा पुरै भाँचिएको। यो डोरी भइहाल्यो, डोरी चाहिँ जस्ताको त्यस्तै छ। उहाँ गएर फोहोरहरूलाई रोकेर राखेर चाहिँ डोरीले हाइट बवाल भएर चाहिँ साथीहरू। यहाँ चाहिँ यही हो है, 2 वर्ष अगाडि भाँचिएको पुल चाहिँ जुन थियो नारायणघाटमा पुल भाँच्यो भन्थ्यो नि एउटा, पुल बगायो भन्थ्यो, त्यो पुल चाहिँ यो हो है। यस्तो छ, यस्तै छ। म चाहिँ उहाँबाट हिँड्दै त्यो पुल बाटोबाट हिँड्दै अहिले मैले यहाँ आइसकेको छु, पुल भाँचिएको ठाउँसम्म। पछाडि चाहिँ भाँचिएको पुल यत्रो मोटो लठो छ है। यहाँ छ दुईवटा यहाँ छ, दुईवटा चाहिँ माथि नै झुन्डिरहेछ, दुईवटा चाहिँ तल आएर रहेछ कि त्यहाँसम्म छन्। यही हो भाँचिएको पुल। एकछिन चाहिँ यो भत्केको पुलतिर बसेर है, यहाँ पुल भत्केको पुल हेरेर पछाडिको। अब चाहिँ म यहाँबाट जान्छु त्यहीतिर, उतातिर जताबाट आएको थियो त्यतै जानु पऱ्यो नि। वहाँ छ पुल, त्यत्रो पर हिँड्दै जानु छ। बाइक चाहिँ उतै राखेर आएको है। ल यही हो साथीहरू, हजुरहरूले नि हेर्नुभयो भत्केको पुल। डोरी त्यहाँ छ, फोहोरहरूलाई चाहिँ बग्न देखाइने डोरीले। जे होस् एउटा राम्रो काम गरेछ। अरू त त्यस्तै हो। ल जाउँ अब हामी उतै। म चाहिँ त्यो पुल भाँचेको ठाउँमा गएर फर्केर फेरि नारायणघाटको पुल भानेर आइपुग्नु लागिसक्यो। यस्तो छ, पसिना भइसकेको छ, पुरै गर्मी लास्टै छ एरिया। यस्तो छ पसिनाले हालत। यो पुलमा चाहिँ भिडभाड भइरहेको छ है, गाडीहरू हिँडे यही एउटा मात्र पुल छ, त्यही भएर नि होला है यति धेरै गाडीहरू हिँडे खान्। यताबाट नि जाने गइराख्नु, तर आउने आइरहन्। जे होस् खाली चाहिँ हुँदैन कि यो ठाउँ, त्यो पुल चाहिँ खाली हुँदैन कि, जाम लाग्छ बरु खाली हुँदैन। यो चाहिँ नारायणी रिभर होइन, नारायणी रिभरको यतापट्टिको साइडको घरहरूमा चाहिँ पछाडि सबै होटलहरू छ कि। दामी भ्यू पोइन्ट होटल हो क्या, त नारायणी भ्यू पोइन्ट होटल है पछाडिको सबै। कस्तो दामी देखिएको छ कि, सूर्य पनि यस्तो टल्किरहेछ मजाले। म चाहिँ अहिले यहीँ आइसकेको छु है, त्यो बुद्धको मूर्ति बाटोमा नारायणी किनारको। भिडै छ अहिले चाहिँ यतातिर, साँझको समय भइसकेको छ। अहिले चाहिँ ढुङ्गाहरू पनि धेरै चल्न थालिसकेको छ। पुरै ढुङ्गा यतापट्टिबाट उतासम्म पुरै ढुङ्गा छ नि। हेर्नु न, दामी मौसम पनि दामी भइरहेछ। यस्तो दामी आँखा चाहिँ, यहाँ मान्छेहरू पनि मस्तै छन् टन्नै। यो बेला चाहिँ धेरै मान्छेहरू हुन्छन् क्या। अब एकछिनमा सनसेट हुन्छ, अन्त बवाल देखिन्छ जस्तो छ। एकछिन यता बसेर अब यहाँबाट पनि जानुपर्छ, यता अगाडितिर जाउँ न। यहाँ नि भिड छ, यो चौतारो पनि धेरै भिड हुन्छ। यहाँ चाहिँ अहिले यस्तो मजाको बनाएको छ है। त्यो चाहिँ यस्तो मजाको बिच साइड बनाएको छ कि,
बिच साइड छ, बिच साइडमा मान्छेहरू मस्त हिँडिरहेको छन्। पछाडि हेरिहाल्नु पछाडि सूर्यास्त हुँदैछ, हुने बेला हुन लाग्छ। यस्तो दामी दामी देखिया छ, रातो रातो देखिया छ। मौला कालिका मन्दिर, उता हिमालय रेन्जहरू पनि पुरै देखिया छ है। यस्तो हजुरहरूले नि हेर्नु होला होइन, दामी भयो क्या सनसेटको भिडियो चाहिँ। हो हाल भएको छ, अब हेर्नुपर्छ। एकदम खतरा देखिया छ कि आज त झन् त्यो दामी देखिया छ है। सो अहिले नि भिडभाड त्यस्तै छ है, पहिलाको जस्तै। सूर्य चाहिँ गायब भइसक्यो, केही छैन अहिले। अहिले चाहिँ सनसेट भइसक्यो, अब अँधेरो हुन थालिसक्यो। अब जानुपर्छ यहाँबाट। जति राति हुँदै गयो त्यति भिड हुँदै जान्छ यहाँ चाहिँ। एकदम भिड छ अहिले, यस्तो मान्छे टन्नै छन्। यतातिर हेऱ्यो पछाडि हेऱ्यो नि, राति हुँदै गएपछि भिड चाहिँ बढ्दै जान्छ कि यहाँ चाहिँ। यस्तो छ, अगाडि हेरौँ न। अब चाहिँ फर्केको यहाँबाट, यस्तो भइसक्यो। घाम पनि गायब भइसक्यो, अब फर्किनै पर्छ। रातिमा चाहिँ यहाँ आरती हुन्छ है, नारायणी आरती। हजुर आएर नारायणी आरती पनि हेर्न सक्नुहुन्छ है राति। त्यो चाहिँ अब हुने बेला हुन लागेको रहेछ। जाउँ साथीहरू यताबाट।